वेलकम ब्याक साथीहरु, तपाईहरु हेर्दै हुनुहुन्छ मेरो घरेलु इन्टरटेनमेन्टद्वारा तयार पारिएको मनोरञ्जन र जानकारीमूलक फिल्मी कार्यक्रम रङ्गमञ्च नेपाल। र रङ्गमञ्च नेपाल हेर्नुहुने दर्शकवृन्दलाई फेरि पनि स्वागत गर्न चाहन्छु। हजुर, हामी नेपाली, हाम्रो देश नेपाल, नेपाल हाम्रो देश, नेपाली हाम्रो पहिचान। आज हामी एउटा देशभक्ति चलचित्र नेपाली सिनेमाको टिजरको रियाक्सन गर्न गइरहेका छौँ। हजुर, यो मन त मेरो नेपाली हो र आजको चलचित्रको टिजर यसै नामको रहेको छ। आज हामी रियाक्ट गर्न गइरहेका छौँ चलचित्र यो मन त मेरो नेपाली हो। यो चलचित्र मैले नेपाली देशप्रेमी अथवा नेपाली देशभक्ति जसलाई नेपालको माया छ त्यसैलाई डेडिकेट गर्न चाहन्छु। र एकपटक जसलाई देशको माया छ, जसले आफ्नो देश मेरो देश नेपाल हो, म नेपाली हुँ भन्छ, त्यसले एकपटक यो भिडियो अवश्य हेर्नुहोला। आउनुहोस्, ढिला नगरी सुरु गरौँ आजको नेपाली टिजरतर्फ। नागरिकता कागजको टुक्रा मात्र होइन, आत्मसम्मान हो, पहिचान हो, जुन पहिचान आफू जन्मेको भूमिसँग गाँसिएको हुन्छ। यो देश हामीहरूले बनाएको, हाम्रो धर्म संस्कृति माथि आक्रमण भइरहेको छ। हाम्रो नागरिकता फर्जी देखाएर देश निकाला गर्ने योजना बनिसकेको छ। यो तिमीहरूको देशै नभनौ, यति मात्र बोल्ने देश छोड्छौ कि संसार छोड्छौ? पुरानै शैलीमा बोल्न खोजेको होला। आन्दोलन गर्दाखेरि यो सिन चाहिँ राम्रो लाग्यो। एकछिन आहा, यो सिन अर्को, यो नेचर सिन, बुद्धि तामाङ, गुलशन विक्रम राई। मन मात्र नेपाली भएर हुँदैन रहेछ, हाम्रो पहिचान पनि नेपाली हुनुपर्छ। हात बोल्यो भन्दैमा उद्देश्य छोड्नु हुँदैन। त्यो दियोलाई नै हामीले चम्किलो बनाउनुपर्छ। यो मन त मेरो नेपाली, असार 27 जुलाई। यो मन त मेरो नेपाली हो। नेपालमा घटेका द्वन्द्वका घटना, नारा, जुलुस उही पुरानै शैलीमा देखाउन खोजिएको छ। आशा छ यसमा केही नयाँपन झल्किनेछ। र विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ जस्ता एकदम होनहार कलाकारहरूले सजिएको यो चलचित्रको टिजर राम्रै लाग्यो। र मलाई सबैभन्दा बढी राम्रो लाग्यो के हो भने नेपालको नेचर सिन। प्रकृतिले नेपाललाई दिएकै हो। अहिलेका जो नेता भनाउँदाले ठगे पनि नेपालले प्रकृतिले चाहिँ दिएकै हो। यी प्रकृतिका दृश्यहरू देख्दा यस्तो लाग्छ साँच्चै नै नेपाल स्वर्ग हो। आउनुहोस् हेरौँ है त, परिबस्ती अथवा जङ्गल बिचमा ताल, यो सिन चाहिँ मन पर्यो है। अनि यो खेतको सिन, आहा वाह, त्यो ठाउँमा गएर बस्न पाए त के आनन्द हुन्थ्यो होला है। आहा, अनि तपाईँहरूले यस चलचित्रको टिजर यो मन त मेरो नेपाली हो को टिजर कस्तो लाग्यो कृपया जानकारी गराउनु होला। र तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेल आइकन घन्टीलाई पनि थिच्नु होला, जसले गर्दा तपाईँहरू नयाँ नयाँ भिडियोहरू हेर्न पाउनुहुनेछ। दर्शकवृन्द, आजको भिडियोमा यति नै। तपाईँहरूलाई कस्तो लाग्यो कृपया जानकारी गराउनु होला। फेरि अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।